च्यानलमा स्वागत छ तपाईहरुलाई। युट्युब च्यानल अब देखाउने छु। किन आएन यत्रो दिनसम्म भन्दाखेरि रक्सीले सुतिरहेछ। हालत चाहिँ यस्तो हुन्छ, जति नै सुधार्न खोजे पनि त्यस्तै छ। कहाँ सुतेको छ अरे? ल उठा त त्यसलाई, ला त। केटीको बाउ चाहिँ भर्खर अपरेसन गरेर आएको है, अनि हाइड्रोसिल भएको थियो उहाँलाई चाहिँ भर्खरै अपरेसन गरेर आउनुभएको छ। कस्तो छ अहिले? अलिअलि दुख्छ? औषधि खाइराख्नु भएको छ? उता भतिजहरूले चाहिँ के अरे भतिज, के अरे तेरो कान्छो काकालाई? रक्सी खाएर सुतिरहेछ, फेरि खान थाल्यो तेरो काकाले? किनभने? अनि के भन्दैछ तँलाई चाहिँ? करायो कन्छाले? यो चाहिँ फेरि बुढाबुढीको माया हो। फेरि जहिले पनि उहाँहरू चाहिँ फेरि ढुक्कुर जोडी जस्तै माया फरेभर है। समातेर बसाइदिनु नि, अनि हातमा समातेर बसाइदिनु हो। ल अनि कन्छालाई के भन्दैछ अरे? के भन्दैछ त्यसले चाहिँ? हो र? अनि अस्ति त छोडेको थियो त, अनि फेरि खान थालेछ? हेर्दा अवस्था के रहेछ? अवस्था बुझ्कार यो त 60 के छ? ए होला न 60 को स्थिति यस्तै छ साथीहरू। त्यो चाहिँ अलि ढिलो आउँदो रहेछ। सुताइ पनि डेन्जर रहेछ। बुढो कति खाइसु? उसिया होइन यो त यो कहाँ दुख गरेर भन्दैछ उतार्नु पर्यो तँलाई, सुत्नु मात्रै छ जहिले पनि। अघि नै त फ्रेसमा त के भएस् फेरि अहिले? के खाइस् भन् त? कान्छोलाई के भन्दैछ यस कामले? माया गर्छ नि कान्छोलाई, तर यो कान्छोको हालत चाहिँ यस्तो हुन्छ क्या। कान्छो घरतिर जान्छौ अनि रक्सी खान्छौ, भट्टीतिर जान्छौ अनि रक्सी खान्छौ, होइन? खाइस् आज पनि तैँले केटो? फेरि गरेको जाडो हो कि हो? कति खाइस् तैँले भन्दा नडाडी? एक मात्रै हानेको? एक मात्रै हानेर त लड्दिन त्यसरी। हटाने नहटा, यसलाई पानीमा चोल त, अनि अलिक फ्रेस हुन्छ यो। नुहाउनु नुहाउनु नि, नुहाउनु नि त।
पोखरीमा हाल्नुपर्छ लु बोकेरले त यसलाई साँच्चै नै बोकेरले यसलाई पोखरीमा हालिदिन्छ अनि मात्रै हुन्छ यसलाई त यसरी नमान्ने रहेछ हो अरे ओइ तिमीले पोखरीमा हाल्नुपर्छ अहिले हात पोलिरहेछ के भएर हात पोल्यो फेरि तेरो खोइ खोइ देखा त यसको हात कस्तो भएछ अस्ति निको भइसक्यो त अनि मलाई चट्टै उठारले यसलाई यता उठारले हिँड्द ए हट न बल्लले आमा हात हट यतातिर फर्का त यता फर्का त यो हो नि त माया भनेको हो कि होइन यता हेर्दै त तेरो अनुहार देखाइदियो त यता अनुहार देखाइदिएन खोइ त अनुहारै देखाएन यता आयो नि ए उता 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 के ल ढल्को हुन्छ ओ अरे जानु नदिने यसलाई यहाँ जा यस्तो छ हालत क्या ए यस्तो त छ अनि के भन्नु अनि सुत्छस् अझै उडाइदियो त्यसलाई उडाइदिए सबै उडाइदियो यसलाई भयो भरको लुगा उडाइदियो त लु बिहानदेखि भात पनि नखाइ सुतेको अरे नि है तँलाई भात खाँदैन सुकिसकिस् कि तँलाई नि यसलाई त टिभी लागिसक्यो होला हौ खालि रक्सीको सहारा मात्रै अझै उडाइदियो यिनीहरू सबै उडाइदियो लुगाहरू लुगा नउडाइदिनु सबै उडाइदियो लु यसलाई जाडो मात्रै हुँदो रहेछ लु यस्तो छ अनि होइन तातो भइहाल्छ है तातो भयो लु सुत गुड नाइट भन अब गुड नाइट भन त खोइ त यसलाई उठाएर ल्याउनु भन्छ झन् तातो भएर मजाले भएछ यसलाई नि सो अपडेटहरू यही थियो गढी र ब्लगमा होइन यही कारणले गर्दाखेरि चाहिँ भिडियोहरू चाहिँ नआएको यसकोमा कान्छा त उठ्नै मानेन त नि कहाँबाट खाँदैछ रक्सी चाहिँ हो र यहाँ सबैले पोल सुनाइदिएको अरे यिनीहरूको काकाले के खान्छ अरे काकाले दारू खान्छ मामाले दारू खान्छ ल सबले पोल सुनाउँदैछ है त्यस्तै हो ल भात चाहिँ खुवाउनु है त्यसलाई अलिक के भन्छस् त अन्यहरू भात खाएर चाहिँ सुतै मजाले भन्न नि भात खाएर चाहिँ मजाले सुत त चाहिँ के लिएर आएको त झोलामा ल ल ल ठिक छ ल भाइ हान्दै अब फेरि आउँछ अर्को भ्लगमा भने ल बाई बाई साथीहरू यति नै आजको भ्लग अर्को भिडियोमा फेरि अलिक नमातेको बेला भेटौँ भने दामी आउँछ है राम्रो टाइपले आउँछ ल ओके बाई बाई